हेलो हेलो गुड मर्निङ साथीहरू। आज फेरि बिहान हामी चाहिँ यस्तो पानी पर्ने जस्तो मौसम गरेको बेलामा हामी चाहिँ प्याज खेल्न है साथीहरू। प्याज खेल्न हेर्नु न, गऱ्यो भने के चाहिँ हुँदैन र। ए माथिबाट यो प्याज, मुनिबाट प्याज छ होइन, यो हेर्नु प्याज भइसक्यो। यो यस प्याज भइसक्यो होइन, ए प्याज भयो। अनि अब यो हामी यो गोडेर यो टमाटर मात्रै बनाउँछौँ साथीहरू है। हेर्नु है प्याज भइसक्यो फाइनली। अब चाहिँ यो मकै पनि हाम्रै हो है साथीहरू। हेर्नु त, हामी चाहिँ आज बिहानै बारीमा है साथीहरू। सधैँ पसलमा बस्ने मान्छे, आज चाहिँ बारीमा है साथीहरू। हामी चाहिँ अब यहाँबाट काम गरेर गएर घर फेरि हेलो हेलो हामी चाहिँ यता है साथीहरू, यता कता भन्नु होला। हामी चाहिँ यता बारीतिर साथीहरू। एकदमै आज उरास लाग्दो मौसम छ साथीहरू है। एकजना बजू बित्नु भएको छ, त्यही भएर होला अहिले एकछिनमा चाहिँ मलाम जाने हो म। एकदमै उरास लाग्दो छ साथीहरू है। यस्तो मौसम गरेको छ, तैपनि हामी चाहिँ काम गर्न चाहिँ छाड्ने होइन है साथीहरू। काम चाहिँ गरिराख्नुपर्छ होइन गाइजहरू। उहाँले चाहिँ काम गरिराख्नुहुन्छ साथीहरू। काम गर्नेमा पर्छु के साथीहरू। म चाहिँ यो गऱ्यो भने के चाहिँ हुँदैन। हेर्नु न, माथि यो टमाटर फलिसक्यो होइन। अब यसलाई गोडिदिने हो, यस्तो गरेर यसरी गोडिदिने हो। यो प्याज उम्केल्ने हो होइन। के दुःख गर्नुको, अहिले घरमा खानालाई त भइ नै हाल्छ होइन। अब यो गोड्ने हो साथीहरू। हेर्नु न प्याजका गाना पनि कति ठुलो ठुलो। वाउ, कोही यो पानी नै नचारेको प्याज हो साथीहरू। यो मैले एक दुईचोटि खोलाबाट बोकेर चारेँ, त्यस पछाडि त्यसरी पानी नै नचारे प्याज हो साथीहरू। भइसक्यो। उता परतिर पनि छ। हिजो चाहिँ मेथी धनियाँ उम्केलेर लगेर गएको, मलाई भिडियो बनाउनु एक्लै झ्याउ लागेर। आज चाहिँ हामी दुईजना आएको भएर भिडियो बनेछ साथीहरू। फाइनली गाइज हेर्नु न है। अब हामी चाहिँ यो टमाटर चाहिँ अब राख्ने हो होइन। अनि यो प्याजहरू चाहिँ यसरी उखाल्ने होइन। प्याजहरू उखाल्ने, टमाटर अब भइसक्यो। अब यो प्याज उखाल्ने भइसक्यो, अब टमाटर फल्छ है साथीहरू बिस्तारै। कस्तो आस्ने रहेछ। हेर्नु त गाइस, गऱ्यो भने के चाहिँ हुँदैन र। हाम्रो माथि गाउँमा यति धेरै जग्गा, त्यही पनि हामीले एउटा खुर्सानी पनि नफलाउने मान्छे हो। अब के गर्ने, यहाँ आएपछि पसलले मात्रै नहुँदो रहेछ, मनले नै नमान्ने है साथीहरू। यस्तो काम गरिरहेको मान्छेलाई रमाइलो लाग्ने कि काम गर्दा पनि। यसो शनिबार फुर्सद मिलाएर काम चाहिँ गर्नुपर्ने स्टेप।